हेलो माई युट्युब फ्यामिली, नमस्ते। स्वागत छ हजुरहरूलाई मेरो सावित्री श्रेष्ठ मिक्स ब्लग च्यानलमा। आज मैले दालको हरियो मुङ दालको रेसिपी बनाएको छु। हजुरहरूलाई कस्तो लाग्छ? मैले भिडियो बनाएर राखेको छु, अपलोड गरेको छु। हजुरहरू हेर्नुहोला र मैले बनाएको छु जति एकचोटि हजुरले पनि ट्राई गरिदिनु होला। धेरै मिठो हुन्छ यसरी बनाउँदा पनि। हुन त आफ्नो आफ्नो तरिका हो बनाउने। आज चाहिँ मैले यसरी बनाएँ। हजुरहरूलाई कस्तो लाग्छ? मेरो भिडियो फुल वाच गरेर हेरेर सपोर्ट गरिदिनु होला र भिडियोलाई जति सक्दो सेयर गरेर च्यानलमा जो नयाँ हुनुहुन्छ च्यानललाई सब्सक्राइब गरिदिनु होला। तो हेलो माई यूट्यूब फैमिली, नमस्ते। स्वागत है आप सारे माई यूट्यूब फैमिली को मेरे मिक्स ब्लॉग सावित्री श्रेष्ठ मिक्स ब्लॉग चैनल पे। तो आज मैंने हरी मूंग दाल की रेसिपी बनाई है। दाल है ये, तो कैसा लगता है आप लोग देखिएगा और फुल वॉच करके देखिएगा। और जितना हो सके मेरे वीडियो को आप लोग शेयर करके, चैनल पे जो न्यू है चैनल को सब्सक्राइब करके साइड में बेल आइकन प्रेस कर दीजिएगा। आप लोग भी एक बार ऐसे बना के ट्राई करिए, बहुत टेस्टी बनती है। ऐसे तो अपने भी तरीका होती है बनाने की, लेकिन ये भी जो मैंने ये तरीके से बनाया है ना, आप लोग भी ये तरीका से एक बार बना के ज़रूर देखिएगा। अच्छा लगता है खाने पे, तो बहुत टेस्टी बनती है। तो अभी के लिए इतना ही। तो अभी मैं इन कर रही हूँ और आगे जो वीडियो बनाऊंगी आप लोगों को फिर मैं शेयर करूँगी, दिखाऊंगी। तो ओके, बाय बाय सभी वाइटी फ्यामिली को। हेलो मेरो युट्युब फ्यामिली, आज चाहिँ नि म हरियो मुङको दाल बनाउँदैछु। यो राति नै मैले फुलाएर राखेको थिएँ। यो हरियो मुङको दाल सिङ्गो हैन। अनि अहिले धोई पखाली रेडी गरिसकेँ। मैले अलरेडी सबै नै तयार गरेर राखेको छ। एउटा प्याज, अलिकति अदुवा, एउटा हरियो खुर्सानी, दुईटा सानो सानो टमाटर गोलभेडा हैन। अब यो चाहिँ नि म चाहिँ नि डाइरेक्ट यसमा पहिले सुरु यसरी कुकरमा राखेर चाहिँ डाइरेक्ट बनाउँछु। हजुरहरूले हेर्नु होला। कुकरमा राखेँ। अब यसमा यो गोलभेडा काटेको हालिदिन्छु यसमा एकैचोटि है। त्यसपछि यो अदुवा छ, अदुवा मसिनो पारेर काटेको छ, यो पनि यसैमा। त्यसपछि हरियो खुर्सानी एउटा काटेर हालेको, अनि एउटा प्याज। यो सबै चिज चाहिँ म यसमा एकैचोटि राखेर डाइरेक्ट म सिटी लगाउँछु है। त्यसपछि यति राखिसकेपछि अनि फेरि यसमा यो हिङ छ, थोरै हिङ। यो एकदम अप्ठ्यारो भयो क्या। एउटा हातले मोबाइल समाऊ, एउटा हातले गर्दाखेरि चाहिँ धेरै गाह्रो हुने। यो हिङ हो, हिङ पनि यसमै हाल्दै थोरै है। अनि त्यसपछि अब यसमा म के राख्छु भने यसमा बेसारको धुलो ठिक्कले हैन। त्यसपछि थोरै जिरा धनियाँको धुलो हालिदिन्छु। हालेपछि थोरै खुर्सानीको धुलो पनि हालिसकेपछि अब यसमा म के राख्छु भनेदेखि नुन, स्वाद अनुसार नुन हेर्नु होला। आज मैले बनाएको यो रेसिपी। त्यसपछि यसमा डाइरेक्ट पानी कति चाहिन्छ पाक्नलाई त्यही अनुसारले पानी राख्दिने। अब यसलाई म ग्यासमा राखेर सिटी लगाउँछु है गाइस। हेर्दै गर्नु होला हजुरले मेरो भिडियोलाई। हेर्नु होला, मेरो दाल मुङको दाल पाकेर रेडी भयो। मैले 15 मिनट जति मिडियम ग्यासमा पकाएको छु। अब सिटी पनि लाग्यो हैन। यहाँ सिटी लागेको छ। अब म ग्यासलाई बन्द गर्छु। अगाडिको प्रोसेस के हुन्छ हजुरलाई फेरि म देखाउँछु। हेर्नु होला गाइस, मेरो यो अघि यो मुङको दाल पाकेर रेडी भइसक्यो। अब यसलाई म जिराले चाहिँ झानिदिन्छु माथिबाट। जिराले झान्दैछु यसलाई म। अब यो रेडी भयो मेरो दाल।